जिन्दगी सबै बाहिर ठिक हुँदाखेरि पनि छटपटेर मरेका हामी धेरै देखिरहेका छौँ अहिलेको जमानामा। सब ठिक छ, ऊ आफू मात्रै ठिक छैन। धन छ, पद छ, प्रतिष्ठा छ, शिक्षा छ, परिवार छ, सबै छ, तर अशान्त छ मन। यस्तो मान्छे त कति छ कति छ। यदि यो सत्य हो भने यसको उल्टो पनि सत्य हुन्छ। केही नहुँदा प्रतिकूलको पराकाष्ठामा पनि फेरि केही फरक नभएका मान्छेहरू पनि भेटिन्छ। भिक्टर फ्राङ्कलले त्यही मान्छेको बारेमा लेखेका हुन् जो मान्छे सबै कुरा गुमाएर मृत्युको क्यूमा बसेर पनि दुखी नभएका मान्छे। अनि उनी जेलैमा रहेकोले या कन्सन्ट्रेसन क्याम्पैमा रहेकोले सबैसँग दिनभरि संवाद गर्थे, बुझ्थे दुखी हुने मान्छेहरू किन दुखी हुन्छन्, परिस्थिति त प्रतिकूल नै छ। अनि यसको बावजुद पनि केही पनि फरक नपर्ने मान्छेहरू छन्, किन हुँदैनन् यिनीहरूलाई? त्यो खोज्दै जाँदा उनले एउटा चिज क्लियरली भेटे। जो मान्छेको जीवनमा, अघि मैले सोधेको प्रश्न यसरी मुन्टो